इकोनोमी बिग्रियो भने 10 दिन तेलको लाइनमा बस्नुपर्ने स्थिति तपाईहरुको नि हुन्छ। तपाईहरुको सम्पत्तिको के भ्यालु हुन्छ इकोनोमी बिग्रियो भने? तपाईहरुले अरूले यहाँ के रे औषधि खान पाएनन् भने तपाईहरुले कसरी गुड लाइफ बिताउन सक्नुहुन्छ? अनि त्यही भएर कहिलेकाहीँ इकोनोमी राम्रो बन्नुपर्छ। तर केही दिन अगाडि मैले भनेको थिएँ कोभिड आउनुभन्दा अगाडि हाम्रो $9.5 बिलियन जति अराउन्डमा थियो। प्राइस वाटर हाउस कुपरको एउटा रिपोर्ट मलाई लाग्छ हैन मबाटमा आएको थियो 29% सम्मले रेमिटेन्स घट्छ भनेको थियो। हामीहरुले वी आर स्टेयरिङ एट अ लट अफ भनौं न ब्याड सिनेरियोज। रेमिटेन्स घट्छ भन्ने थियो, कहाँबाट औषधि लिएर आउने हो, कहाँबाट डलर लिएर आउने हो थाहा थिएन। अब मान्छेहरु यहाँनिर अनइम्प्लोयड भएर बस्ने स्थिति हुन्छ भन्ने थियो हैन, दुनिया इस्युहरु हुन्छ भन्ने थियो। कसैले कोभिड सकिने बेलामा हाम्रो $9.5 बिलियन फरेन एक्सचेन्ज रहन्छ र समहाउ हामी राइट डाइरेक्सनमा मुभ गरिरहेको स्थिति हुन्छ भनेर भन्या भए आई वुड हैव बीन भेरी ह्याप्पी।